नमस्ते सबैजनालाई। र मैले तपाईहरुमाझ एउटा सानो कविता लिएर आएको छु र कविताको शीर्षक छ फेसबुक। फेसबुकले बनायो संसार नजिक। फेसबुकले बनायो संसार नजिक। मोबाइलको ब्याट्री नसकुन्जेल हुँदैन आँखा झिमिक। ती छेउैको कोठामा भएको छोरालाई टेक्स्ट गरी बोलाउँछ बुवाले घरिघरि। घरमा बनिएको मिठो खाना त परै जाओस्, आज फेसबुक नै बनिएको छ जिन्दगी। हेलो गाइस, वेलकम टु माई च्यानलदेखि सुरु हुन्छ फेसबुकको आर्टिफिसियल संसार। हेलो गाइस, वेलकम टु माई च्यानलदेखि सुरु हुन्छ फेसबुकको आर्टिफिसियल संसार। दिनमा 100 पल्ट कम्बर हल्लाउने रिल्सहरू आउँछ यो सानो फलमको डब्बामा। कच्चा बदम, तेरी मेरी, बचपनका प्यार जस्तो भिडियोले त बनाउँछ हरेकलाई फेमस, तर सिर्फ एकै बार। फेसबुकको भिडियो च्याटले गर्छ ऐना जस्तो काम। फेसबुकको भिडियो च्याटले गर्छ ऐना जस्तो काम। संसारको जुनै कुनामा लुकेको व्यक्तिको पनि देखाउँछ यसले नाम। आफ्नो परिवारले थाहा पाउँछ कि भनी ब्लग गरी प्रोफाइलमा लेखेका हुन्छन् आजकलका लभर्सहरूले श्रीमती श्रीमान आफ्नो पहिचान। र धन्यवाद मेरो कविता सुनिदिनु भएकोमा।